नेपाल प्रहरीले अपराध नियन्त्रणदेखि वातावरण संरक्षणसम्मको उदाहरणीय सेवा दिँदै आएको छ। शान्ति, सुरक्षा, प्रतिबद्धता भन्ने मूल नारालाई व्यवहारमा उतार्ने क्रममा इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक कविन राई सक्रिय देखिएका छन्। राईले आफ्नो टोलीसहित नियमित गस्ती, अपराध नियन्त्रण, फरार अभियुक्तको खोजी, लागु औषध नियन्त्रण अभियान र सामाजिक गतिविधिमा कार्यालयलाई निरन्तर रूपमा चलाइरहेका छन्। उनी वृक्षारोपण अभियानमा पनि उस्तै सक्रिय छन्। हरियाली अभियानको अभियन्ता पारुल छेत्रीसँग मिलेर राई रानी क्षेत्रका विभिन्न ठाउँमा बिरुवा रोप्दै आएका छन्। रोपिएका बिरुवाहरूको सुरक्षा र संरक्षणमा समेत प्रहरी टोली स्वयं जुट्ने गरेको छेत्रीको भनाइ छ। भदौ महिनामा अपराध नियन्त्रणमा देखाएको उत्कृष्ट कामको मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले निरीक्षक राईलाई महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको थियो। उनी नेतृत्वको चेकिङ टोलीले भदौ 28 गते 262 किलो गाँजा बरामद गरेर 3 जनालाई नियन्त्रणमा लिएको थियो। चोरी सम्बन्धी विभिन्न घटनामा हराएका 11 थान ल्यापटप, 1 मोटरसाइकल, 3 अटो टेम्पो, 1 सिटी रिक्सा, 4 स्कुटर र अन्य घरेलु सामग्रीहरू फेला पारी धनीलाई बुझाइसकेका छन्। यसबाहेक विराटनगरका विभिन्न स्थानबाट लागु औषध, ब्राउन सुगर सहित कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन पनि राईको टोली सफल भएको छ। अभियन्ता पारुल छेत्रीका अनुसार बिरुवा सहयोगको रूपमा प्राप्त भएका हुन्। यी बिरुवाहरूलाई रानी जोगमुनी नाका क्षेत्रमा रोपिएका छन्। 1 वर्षसम्म संरक्षण गर्न सकियो भने रानी क्षेत्रको स्वरूप नै परिवर्तन हुन्छ। अपराध नियन्त्रण र हरियाली दुवै क्षेत्रमा प्रभावशाली काम गर्दै आएको इलाका प्रहरी कार्यालय रानीको यो प्रयास स्थानीय समुदायले पनि प्रशंसा गरेका छन्। हामी 2 वर्षदेखि निरन्तर विराटनगरलाई हरियाली सफा सहर बनाउन भनेर लागिरहेका छौँ। त्यसमा अब हामीले उत्तर साइडमा अधिकांश हामी सकेका छैनौँ। दक्षिणमा हामीले यो चाहिँ भन्सार जहाँ चाहिँ इन्डियाको बोर्डर हो, यो चाहिँ इन्डिया नेपालको बोर्डर हो, अन्तर्राष्ट्रिय बोर्डर हो होइन। इन्डिया नेपाल आउने बित्तिकै मान्छेले एउटा राम्रो इम्प्रेसन परोस्। यति मान्छे आउँछन्, यहाँ चाहिँ छारी व्यवस्था छैन। त्यसले गर्दा हामीले रोपेका बिरुवाहरू थियो पहिले 2-4 लाइ सबै बाँकी मरे, किनभने खुल्ला यहाँ बाख्राहरू चाहिँ गाई गोरुहरू ठुलो मान्छेको क्राउड। त्यसले गर्दाखेरि हामीले धेरै प्रयत्न गर्दा नभएपछि अहिले हामीले के गरिरहेको छौँ भने बिरुवा ठुलो साइजको बिरुवाहरू रोप्ने, जसलाई रुख भन्न सकिन्छ, त्यो साइजको लगाउने भनेर अब 1 महिनाको हाम्रो अभियान चाहिँ त्यो दक्षिणलाई चाहिँ राम्रो बनाउने भन्ने अभियान अन्तर्गत अहिले हामी चाहिँ बेलुका यहाँ प्रहरी साथीहरूको पनि, रानी थाना प्रहरी साथीहरूको पनि हामी सहयोग लिएर हामी यो एरिया बिरुवा लगाउँछौँ। अहिलेसम्म कतिवटा बिरुवा यो दक्षिण दिगमा रोपिसक्नु भयो? अब हामीले टोटलमा हामीले 15,000 बिरुवा हामीले रोपिसकेका छौँ होइन। यो रोड साइडदेखि यता मात्रै पनि हामीले चाहिँ 7,000 जति हामीले बिरुवा रोपेको हौँ हामीले। अब यति एरियामा चाहिँ यो भन्सारदेखि चाहिँ अलिकति अगाडिसम्म चाहिँ एकदमै गाह्रो भयो। यहाँ थुप्रो प्रयत्न गर्दा जाली लगाएँ, फलामको जाली पनि चोरी भयो, प्लास्टिकको जाली पनि चोरी भयो। त्यसले गर्दा अहिले हामी ठुलो साइजको बिरुवा ल्याएर हामी यसलाई चाहिँ 1 महिनाभित्र यसलाई हराभरा मान्छेले राहत फिल गरोस्, प्रहरी ड्युटी गर्ने प्रहरीलाई पनि छारियोस्, या पैदल यात्रुलाई, सिटीवालालाई, ठेलावालालाई, गाडीवाला सबैलाई छारियोस् भन्नको निम्ति हामी गर्दैछौँ अहिले।